म चाहिँ जर्मनीको एसन सिटीमा छु है। म आएको 4 वर्ष जस्तो भइसक्यो, तर अहिलेसम्म यतिको धेरै हिउँ परेको मैले देखेको छैन। यसपालि 3-4 दिनदेखि पुरै हिउँ छ जतासुकै। आज चाहिँ अलि धेरै नै परिरहेको छ। म यहाँ देखाउँछु है बाटोमा कस्तो छ। म यतिकै हेर्न बाटोमा हिँडेर अहिले चाहिँ यहाँ गाडीहरू पार्क गरेर राखेको पुरै सेतो छ। यहाँ बाटो पनि पुरै कम्प्लिटली वाइट छ। हिँड्ने अनि यस्तो देख्छु कि बाटो म यहाँ हिँड्दै हिँड्दै तलतिर यत्तिकै हेर्न जान लागिरहेको छु। हेरौँ कस्तो कस्तो देख्दो रहेछ। त्यो फुटपाथ हो, पुरै हिउँ छ यहाँ फुटपाथभरि। यता त सेतो छ, मान्छेहरूको छाप बसिरहेछ। गाडीको त पुरै स्वरूप बिग्रिरहेछ। अहिले हिँडिरहनु मान्छेहरू फोटो खिच्न पाइँदैन। अझै नै परिरहेको छ क्या यो पुरै सेतै छ, सेतै। यहाँ अब यहाँ हेर्न सकिन्छ। यहाँ मान्छेहरूले यो रुम सर्ने बेलामा बाहिर के छोडेको होला नि, यसलाई हिउँले कभर गरिरहेछ। यहाँ चाहिँ अति धेरै छ है। यहाँ हामी बस्ने ठाउँ नजिकै आएछ। यो घर पार्किङमा पुरै सेतै छ। यहाँनिर गाडीहरू पार्क गरेको छ। यहाँ त्यस्तै म सानो स्वरले बोलिरहेको छु होला, ठुलो स्वरले बोल्नु भन्दाखेरि मान्छेले पागल रहेछ कि भन्ने सोध्छ। हिउँ झरिरहेछ, पुरै हिउँ छ। त्यहाँ म सानो केटीहरू खेल्ने पार्क छ, त्यहाँ गएर देखाउँछु ल कस्तो देखिरहेछ। त्यहाँबाट बाजाले पुछिरहेछ यो पुरै। यहाँ त ग्रिप लगाएको जुत्ता लगाएर लड्ने चान्स एकदम आएछ। मान्छे आइरहेको थियो, त्यो भएर मैले नबस्दिएको। यहाँ चाहिँ यो केटीहरू खेल्ने पार्क थियो यहाँ है। अहिले त पुरै हिउँ पऱ्यो, हिउँ पुरै। अलिअलि खसेको देखिन्छ कुर्सीमा यता जतासुकै हिउँ। यतातिर माथि पनि कम्प्लिट हिउँ छ। अझै परि पनि रहेको छ हिउँ। ल अब जाडो भएको कारणले म चाहिँ घर जान्छु। हिउँ अझै परिरहेछ। ल यही हो जर्मनीको हिउँ। अब चाहिँ म घरतिर लागेँ। बाटोमा चिप्लिने चान्सेसहरू छ। ल